सम्पूर्ण गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 का वडावासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, हामी यति बेला गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 को वडा कार्यालयमा रहेका छौँ र यो वडा कार्यालयसँगको सहकार्यमा गौरीगञ्ज मिडिया प्रालीले ज्येष्ठ नागरिक अनुभव सङ्ग्रह 2077 निर्माण गर्न गइरहेका छौँ र यो अनुभव सङ्ग्रह हामीले समाजका केही ज्येष्ठ नागरिक प्रतिनिधिहरूसँगको सहभागितामा निर्माण गर्न गइरहेका छौँ। यो वडा कार्यालय र गौरीगञ्ज मिडिया प्रालीले यो अनुभव सङ्ग्रह निर्माण गर्ने प्रयास गरेका छौँ। यो हाम्रो पहिलो प्रयास पनि हो ज्येष्ठ नागरिक अनुभव सङ्ग्रह निर्माणको र हामी केही प्रतिनिधिमूलक पात्रहरूसँग केही कुराकानीहरू, उहाँहरूका जीवन भोगाइका अनुभवहरू, सिकाइका अनुभवहरू र विगतका दिनहरू यस क्षेत्रमा गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 साबिक महाबारा गाविस पर्छ। यो यस क्षेत्रका ज्येष्ठ नागरिकहरूले विगतमा आफ्नो जीवन भोगाइका क्रममा लिनुभएका केही अनुभवहरू पछि हामीभन्दा पछिल्ला पुस्ताहरूसम्मको लागि केही उपयोगी हुन सक्छन् भनेर हामीले यो श्रव्य दृश्यको माध्यमबाट एउटा अनुभव सङ्ग्रह निर्माण गर्ने हामी दौरानमा रहेका छौँ र यस सिलसिलामा हामीले केही प्रतिनिधिमूलक ज्येष्ठ नागरिकहरूसँग हामीले कुराकानी गरेका छौँ। उहाँहरूको घर घरमा पुगेर हामीले कुराकानीहरू गरेका छौँ। उहाँहरूको कुराकानीबाट हामीले धेरै कुराहरू हामीले अहिलेसम्म पनि थाहा पाउन नसकेका केही नयाँ कुराहरू पनि हामीले थाहा पाएका छौँ। पुराना कुरा तर अहिले सुन्दाखेरि नयाँ जस्तो लाग्ने कुराहरू, कतिपय पत्याउनै नसकिने खालका जस्ता कुराहरू पनि हामीले सुनेका छौँ। तर पनि यथार्थ हो, यो यथार्थलाई उहाँहरूको जीवन भोगाइका अनुभवहरूलाई, यस ठाउँको वस्तुस्थितिहरूलाई सम्पूर्ण अहिलेको पहिलेको अवस्थादेखि अहिलेको अवस्थासम्मको कुरा विषयवस्तुहरू समेटेर हामीले यो श्रव्य दृश्यका माध्यमबाट यो सामग्री निर्माण गर्न गइरहेका छौँ र यसको बारेमा गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 का जनप्रतिनिधिज्यूहरू को धारणा पनि तपाईँहरू समक्ष हामी राख्न गइरहेका छौँ र जनप्रतिनिधिज्यूहरूले पनि यसको आवश्यकता र औचित्यको बारेमा प्रश्न पार्नुहुनेछ। त्यसै गरी यसै अनुभव सङ्ग्रहमा हामीले धेरैभन्दा धेरै सकेसम्म समावेशी ढङ्गबाट प्रतिनिधिमूलक सहभागिता गराएर हामी अनुभव सङ्ग्रह निर्माण गर्न गइरहेका छौँ। उहाँहरूको अनुभवहरूलाई पनि तपाईँहरूले देख्न पाउनुहुनेछ र देख्न सक्नुहुनेछ। नमस्कार, म कार्तिकलाल राजवंशी, गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 वडा अध्यक्ष। ज्येष्ठहरू भनेको हाम्रो सम्पत्ति हो, हाम्रो धरोहर हो, हाम्रो अभिन्न अङ्ग हो र उहाँहरूले हिजोको दिनमा भोगेको कुराहरू, देखेको कुराहरू, गरेको कुराहरू, जुन व्यावहारिक ज्ञान उहाँहरूले जुन हासिल गर्नुभएको छ, त्यो नै हाम्रो निमित्त एउटा मार्गदर्शकको रूपमा लिएर हामी अगाडि बढ्दै गर्दाखेरि पक्कै पनि यो गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 लाई समृद्धिको बाटोमा गति दिँदै र समृद्धि वार्डको रूपमा स्थापित गराउन हामीलाई बल पुग्छ भन्ने कुरा म राख्न चाहन्छु।
वास्तवमा भनिन्छ तपाईको जुन दिन तपाईँ गुरुलाई गुरु मान्न थाल्नुहुन्छ यो रजनीशको भनाइ हो। त्यो दिनदेखि नै तपाईमा गुरु बन्ने शुभ सङ्केतहरू देखा पर्न थाल्दछ। त्यसरी नै हामी स्थानीय निकायको निर्वाचन पश्चात निर्वाचित हुँदै गर्दाखेरि हाम्रा यहाँका ज्येष्ठहरूलाई त्यसरी नै हामीले उच्च मूल्याङ्कन गरेका छौँ, उहाँहरूलाई सम्मान गरेका छौँ र उहाँहरूको अनुभवलाई हामीले समाहित गर्दै अगाडि बढिरहेका छौँ र अवश्य नै उहाँहरूले देखाएका बाटो, उहाँहरूले दिएको हामीलाई शिक्षाको रूपमा प्रेरणा यो हाम्रो निमित्त एउटा सफलताको सिडी बन्नेछ भन्ने कुरा पनि म राख्न चाहन्छु र भोलिको दिनमा अझ गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 मा यहाँका हरेक समुदायका हाम्रा अग्रजहरू, अभिभावकहरू, ज्येष्ठहरूसँगको हाम्रो अन्तर्संवाद गर्दै उहाँहरूको अनुभवलाई अझ उच्च मूल्याङ्कन गर्दै उहाँहरूको कुरालाई सम्बोधन गर्दै हामी भोलिको दिनमा पनि अगाडि बढ्नेछौँ र यो वार्डलाई समृद्धि वार्डको रूपमा स्थापित गराउँछ भन्ने कुरा म राख्न चाहन्छु। नमस्कार, मेरो नाम चाहिँ राजदत्त सुनार हो। 2074 सालको निर्वाचनमा गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 को वडा सदस्यमा म निर्वाचित भएको हो। यहाँका ज्येष्ठ नागरिकहरूको विषयमा भन्नुपर्दाखेरि म सम्मान गर्न चाहन्छु उहाँहरूलाई, किनभनेदेखि यहाँका ज्येष्ठ नागरिक, ज्येष्ठ महिला दिदीबहिनीहरू, आमा बुवाहरूले नै यो ठाउँसम्म पुर्याउनलाई योगदान गरिदिनु भएको हो र मेरो गरिरहेको छु र अहिले पनि धारणा त्यही नै हो। यहाँका ज्येष्ठहरूलाई सम्मान गर्नुपर्छ, माया गर्नुपर्छ, असहाय अशक्तहरूलाई सहयोग गर्नुपर्छ र बालबालिकालाई माया गर्नुपर्छ भन्ने नै मेरो विचार हो। र कुनै कार्यक्रममा योभन्दा अगाडि हामीले यहाँ यो वडावासी ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा लगायत उहाँहरूलाई बोलाएर दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ र हामी जनप्रतिनिधि यो ठाउँमा रहन्जेल र हाम्रो कार्यकाल रहन्जेलसम्म उहाँहरूलाई सम्मान गर्न, उहाँहरूको अति उपदेश लिन हामी जहिले पनि पछि पर्दैनौँ। नमस्कार, म जानुका गौतम, गौरीगञ्ज गाउँपालिका 1 नम्बर वडाको वडा सदस्य। नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 विकास 74 ले निर्दिष्ट गरेको स्थानीय तहको क्षेत्र विकासको निर्माण कार्य तथा ज्येष्ठ नागरिक समाज यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकको जीवन स्तर उकास्नका लागि हामी स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको छ। यस ज्येष्ठ नागरिकको एउटा यस समाजमा अभिन्न अङ्ग रहेको छ। उहाँहरूको छुट्टै एउटा इतिहास रहेको छ। ज्येष्ठ नागरिकहरूको ठुलो योगदान रहेछ। उहाँहरूको साथ र सहयोगले नै आज महाभारा भनेर चिनाउन सफल भएका छौँ हामी। त्यसमा पनि स्थानीय तहबाट हामी जनप्रतिनिधि आइकन ज्येष्ठ नागरिकलाई सम्मान र विभिन्न कार्यक्रमहरू हामीले गर्दै आएका छौँ। ज्येष्ठ नागरिक, अशक्त नागरिकहरूलाई सदैव हामीले नजिकको भावना राखेर हेर्नुपर्छ। उहाँहरूलाई निःशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य तथा स्वच्छ खानेपानीको सुविधा गरिदिनुपर्छ। उहाँहरूलाई अहिले हामीले हुन त केन्द्रीय सरकारले ब्याङ्किङ प्रणाली ल्याए तापनि हामीले चाहिँ सहज अझ अवस्था ल्याउनको लागि सचिव सरले नै घर घरमा गएर भत्ता बाँड्ने कार्यक्रमहरू गरिरहेको छ। नमस्कार, मेरो नाम भीमप्रसाद राजवंशी हो। ज्येष्ठ नागरिकहरू अहिलेसम्म हामी सम्मान गरेकै छौँ, उहाँहरूले दिएका देनहरू गरेकै छौँ र गर्दै पनि जान्छौँ। हामी दलित, बालबालिका, महिला, अपाङ्गे, ज्येष्ठ नागरिकहरूलाई हामी सही तरिकाले कदर गरेकै छौँ। त्यो न्यानो कपडा पनि हामी सम्मान गरेकै हौँ। बीचमा ज्येष्ठ नागरिकहरूले कार्यक्रम चलाएकै छन्। उहाँहरूले
गरेका काम हामी उच्च सम्मान दिएको छौँ। म टङ्क श्रेष्ठ 1 नम्बर गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 को वडा सदस्य र ज्येष्ठ नागरिकको लागि उहाँहरूको उच्च सम्मानको कारणले गर्दाखेरि हामी उहाँहरूलाई पनि सम्मान गर्दैछौँ र गर्नेछौँ भन्दै उहाँहरूको शिक्षाको उहाँहरूले दिएको अनुभवले हामी यो काम गर्दैछौँ र गर्छौँ भन्ने पनि उद्देश्य लाग्छ र यो अवधिमा अहिले हामीहरू केही ठाउँमा विकास गरौँ भन्ने उद्देश्य छ र सेवादायक हामी पुर्याउन सक्छौँ पहल गरेर काहीँ भन्ने उद्देश्य छ र बाटोघाटो बिजुली खानेपानी पुवापाटी मन्दिर धर्मशाला र हामीहरू गरौँ भन्ने उद्देश्य छ। नमस्कार, म सुनिता पासवान गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 को वडा सदस्य। म चाहिँ ज्येष्ठ नागरिक आमा बुवाहरूलाई धेरै सम्मान गर्छु र उहाँहरूलाई म धेरै मान्छु पनि र ज्येष्ठ नागरिक आमा बुवाहरूलाई म के भन्न चाहन्छु भने उहाँहरूले भनेको कुराहरू उहाँहरूले गरेको कुराहरूलाई म धेरै सम्मान गर्छु। अहिले म यहाँ वडा सदस्यमा जित्न सफल भएको छु र उहाँहरू नभएको भए सायद हामी पनि हुँदैन थियौँ होला र उहाँहरूलाई हामीले न्यानो कपडा पनि वितरण गऱ्यौँ र उहाँहरूले नै गर्दाखेरि आज हामी यहाँसँग आइपुगेका छौँ, यो ठाउँमा केही गर्न सफल भएका छौँ। यसरी नै उहाँहरूले हामीलाई आशीर्वाद दिनुभयो भने यसरी नै हामी अघि बढ्दै जाउँ भन्ने आशा छ। गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 को वडा सचिव भोजकुमार अधिकारी। ज्येष्ठ नागरिक देशका धरोहर हुन्, उहाँहरूसँग अनुभवको सङ्गालो छ। उहाँहरूले आफूले भोगेका तिता मिठा भोगाइका कथाहरू हामी सुन्ने फुर्सद राख्दैनौँ, तर उहाँहरूबाट धेरै कुराहरू सिक्न सकिन्छ। अहिले स्थानीय तह पुनर्संरचना भएर आएपछि पनि हामीले लक्षित वर्ग अन्तर्गत ज्येष्ठ नागरिक शिक्षकहरूमा विभिन्न कार्यक्रमहरूमा बजेटहरू विनियोजन गर्ने गरेका छौँ र विगतको संरचना गाविस हुँदाखेरि पनि ज्येष्ठ नागरिक शीर्षकमा बजेट त्यसरी लक्षित वर्ग अन्तर्गत विनियोजन हुन्थ्यो र प्राय उमेरले पनि उहाँहरू एउटा धर्म कर्ममा अलिक बढी जागरुक हुने स्वभावको भएकाले प्राय त्यतिखेरको बजेटबाट उहाँहरूलाई हामीले जनकपुरसम्मको पश्चिममा जनकपुरसम्मको तीर्थाटन पनि गरायौँ र यता उत्तरतिर इलाम पाथिवारासम्मको पनि तीर्थाटन गरायौँ। धर्म कर्ममा नै उहाँहरूको बढी ध्यान गएकोले त्यो शीर्षकको खर्च त्यसरी पनि भयो र गाउँपालिका स्तरीय एउटा ज्येष्ठ नागरिक सङ्घ भन्ने छ। त्यसका लागि केही भौतिक संरचनाहरू भौतिक साधनहरू जुटाउने काम पनि स्थानीय तहलाई प्राप्त लक्षित वर्गको बजेटबाट उहाँहरूले खरिद गर्नुभएको छ र त्यो अहिले उहाँहरूको आफ्नै कार्यालय भवनमा भएकाले वडा कार्यालय भवनमा राख्नुभएको छ। केही थान कुर्सीहरू छन्, टेबलहरू छन्, दराजहरू छन्। उहाँहरूले गर्न खोजेका कामहरू धेरै छन्। उहाँहरूको एउटा उमेरको कारणले पनि खटाइ त्यो अनुसारको गर्न नसक्ने भएकाले पनि धेरै कामहरू रोकिएका छन्। विभिन्न जग्गादाताहरूले उहाँहरूको ज्येष्ठ नागरिक सङ्घ गाउँ स्तरको विभिन्न संरचना निर्माणको लागि जग्गा दान गर्नुभएको छ। यसै गौरीगञ्ज गाउँपालिका वडा नम्बर 1 कुञ्जीबारीका हरिभक्त गौतमले ज्येष्ठ नागरिकका लागि 2 कट्ठा जग्गा निःशुल्क दान दिनुभएको छ। उहाँले त्यहाँ ज्येष्ठ नागरिकको नाममा केही संरचनाहरू निर्माण हुन्छन् भन्ने आशले दिनुभएको थियो र गाउँपालिकाले पनि केही बजेट त्यसका लागि छुट्याएको थियो गत वर्ष। त्यसमा सपोर्ट गर्न सहारा नेपालले पनि तदारुकता देखाएको थियो, तर ज्येष्ठ नागरिकले पनि केही रकम बेहोर्नुपर्ने भन्ने एक खालको त्रिपक्षीय सम्झौता गर्नुपर्ने अवस्था आउँदाखेरि ज्येष्ठ नागरिकहरूसँग त्यसरी
लगानी गर्ने दायित्व बन्द गर्ने कोष नभएकाले उहाँहरू पछि हट्नुभयो र त्यो त्यत्तिकै रह्यो। अरू गतिविधिहरू उहाँहरूबाट गर्दै आएका जे उहाँहरूको शारीरिक क्षमताले भ्याएसम्म गरिरहनु भएको छ। उहाँहरूले हामीलाई धेरै कुराहरू सिकाउनु भएको छ। मेरो जन्म भोजपुर जिल्ला अरुण गाउँपालिका वार्ड नम्बर 5 कट्टी भन्ने गाउँमा जन्म भएको हो 1995 सालमा। 15 सालदेखि त्यही के सामाजिक कामहरू गरेँ। कट्टी भन्ने ठाउँमा एउटा विद्यालयको स्थापना गराएँ। 18 साल उहीँ बिताएँ। 19 सालदेखि झापा आएँ म। झापामा आएदेखि मैले विभिन्न शिक्षण संस्था सामाजिक काममा विभिन्न योगदान गर्दै आएँ। अहिले नेपाल प्रौढ सङ्गठनको गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष छु र अहिले पनि विभिन्न किसिमका कामहरूमा म खाली बसेको छुइनँ र विभिन्न मैले झापा जिल्लामा योगदान गरेको छु। अहिलेसम्म 6.5 दर्जन सङ्घ संस्थाहरूबाट मैले सम्मान पाएको छु। त्यसैले म एउटा गौरवशाली आफ्नो जीवनमा मैले आफूलाई प्रतिस्थापित गरेको छु र अझै पनि आफ्नो यो जीवनमा कतिसम्म सक्छु समाजका लागि केही गरौँ भन्ने मेरो अझै उद्देश्य हो र यो त अब अहिले परमात्माको कृपा हो र अहिले दुखम सुखम यहाँ बसिराखिएको छ, व्यवहार चलिराखेको छ। म एउटा सामान्य आर्थिक अवस्थाको मानिस हुँ र पनि मलाई एउटा आफ्ना विचारधाराहरू सामाजिक चिन्तनमा सुरुदेखि नै एउटा समर्पित भएर आएको हुनाले अहिले पनि मलाई खाली बस्न मन छैन र यिनै कुराहरूलाई म यहाँहरूको समक्ष राख्दछु। म यो महाभारा भन्ने ठाउँमा 2032 सालमा तोपगाछीबाट आएँ। म पहिले तोपगाछीमा आएर कमला अहिले जहाँ मदन आश्रित भन्ने उच्च मावि छ त्यो विद्यालयको स्थापना कालमा त्यहाँको म दोस्रो प्रधान अध्यापक हुँ। पहिलोले 10-15 दिन काम गरेर जानुभएछ अनि उहाँका ठाउँमा मैले बसेर दोस्रो प्रधान अध्यापक भएँ म त्यहाँ। अनि त्यहाँ पनि मैले पञ्चायत कालमा पनि विभिन्न कामहरू गरेँ। विभिन्न महेन्द्र रत्न माध्यमिक विद्यालयको समयगढमा अहिले चलिरहेको छ। म त्यहाँको पनि संस्थापक व्यवस्थापन समितिको सदस्य थिएँ। त्यस विद्यालयले पनि मलाई एक दुई पटक सम्मान गर्यो। प्रमाणपत्र मैले पाएको छु। मलाई त्यहाँबाट नगदको पुरस्कार पनि पाएँ मैले र यिनी कुराहरू मेरो
हृदयङ्गम गरेर समाजले मलाई एउटा सम्मान गरेको हुनाले म समाजमा केही नगरिकन बस्न म सक्दिनँ। मैले 4वटा आफ्ना कृतिहरू प्रकाशन गरेको छु। पहिलो कृति मेरो 2066 सालमा हिजोदेखि आजसम्मको जीवनयात्रा भन्ने मेरो एउटा जीवन कहानी प्रकाशन गरेँ। 67 सालमा हिजो शैक्षिक अवलोकन एक अध्ययन भन्ने कृति प्रकाशन गरेँ। तेस्रो कृति 2072 सालमा 50 थुगा फुलको माला भनेर मैले एउटा प्रकाशन गरेँ। चौथो कृति 4 पोकाको कोसेली भनेर प्रकाशन गरेँ यो भर्खरै। र ती किताबहरू यो पछिल्लो कृति प्रकाशन गर्नका निमित्त मलाई झापा जिल्लाका माइवारीका नगरपालिका गाउँपालिकाहरूबाट मलाई विशेष आर्थिक सहयोग प्राप्त भयो। म त्यसमा यी गाउँपालिका नगरपालिकाहरूदेखि आभार व्यक्त गर्दछु। त्यसमा पनि मलाई गौरीगञ्ज गाउँपालिकाले अरूभन्दा बढी सहानुभूति राखेर मलाई बेसी आर्थिक सहयोग गरेको हुनाले म यस गौरीगञ्ज गाउँ समितिका अध्यक्ष उपाध्यक्षहरूलाई म धेरै बधाई दिन पनि चाहन्छु। म यो ठाउँमा आउँदा टोपी लाउने मान्छे एकाएक भेटिन्थ्यो। कहीँ देखियो भने त्यहाँ गएर कहाँको तपाईँ कहाँदेखि आउनुभयो भनेर भलाकुसारी गर्नु पर्थ्यो। अचानक यहाँ मरियो भने एकजना यहाँ हाम्रो छिमेकी मर्नुभयो, त्यस बेला मलामी नभेटेर 5 जनाले बोकेर हामीहरूले संस्कार गऱ्यौँ। जस्तो यहाँ एकजना दाल हुनुहुन्थ्यो हाम्रो यो दिल्ली दालको बुवा। त्यो कति सालतिरको? यो 32 सालकै कुरा हो। 32 सालमा यहाँ मलामी जाने मान्छे नभेटेर 5 जनाले बोकेर हामीहरूले कमल खोलाको धारमा लगेर एउटा खाल्टो खनेर सद्गति गऱ्यौँ। अब अहिले त मरण जोसुकै मर्दा पनि 1-2 सय मानिसहरू होइन्छ, एउटा त्यसरी भइराखेको छ। तोपगाछीमा आउँदा 4 कोसे झाडी चारैपट्टि थियो। झापा जिल्लामा त्यो राजमार्ग भन्ने बनिएकै थिएन। म त्यहाँ आउँदाखेरि राजमार्ग बनिने मात्रै कुरा थियो। यहाँको हाट बजार स्थिति, यहाँका मान्छेहरूको आर्थिक अवस्था, त्यस बेलाको जीवनशैली अब त्यस बेलाको जीवनशैलीलाई अनुपात गर्दाखेरि आमा हिँडे कि त्यस बेलाको जीवनशैली जनजीवनको दृश्य हेर्दाखेरि त्यस बेला एउटा सम्पन्न अवस्थाको मानिसहरू पनि एउटा यहाँ जग्गाको महत्त्व थिएन। मालपोत नतिरेर जग्गा लिलाम हुन्थे। त्यतिखेर श्री 5 को सरकारले मालपोत नतिरेर जग्गा कैयौँका लिलाम पनि गर्यो। त्यस्तो अवस्था थियो यहाँ। 5 रुपियाँ मालपोत थियो त्यतिखेर। 5 रुपियाँ मालपोत तिर्न नसक्दा जग्गा जमिन लिलाम गर्ने बाध्यतामा पुग्यो। अहिले त ती कुराहरू त्यतिखेरका जग्गा धनीहरू अब अहिले जन बन गरेर हिँडिराखेका छन्, सुकुम्बासी बनेका छन्। त्यस्ताका लागि अहिले व्यवस्था के गर्नुपर्ने सरकारले केही गर्न त खोजिराखेको छ, तर उनीहरूका लागि अझै केही दराउ केही गरिनुपर्ने कुरामा हुनुपर्ने सोच मलाई लागेको छ। यहाँको शैक्षिक अवस्था चाहिँ कस्तो थियो त्यो बेला? यहाँको शैक्षिक अवस्था, यहाँ एउटा बाल कल्याण माध्यमिक विद्यालय छ। यहाँ आउँदा मेरा साना नानीहरू, म तोपगाछीबाट 32 सालमा यहाँ आउँदा साना नानीहरू 4 क्लासमा पढ्नुपर्ने हुन्थ्यो। पढ्ने ठाउँ यहाँ नभएर मैले बैगुन्द्रामा पठाएँ। कसैलाई हिँड्न नसक्नेलाई यही विद्यालयमा जबरजस्ती क्लास खोलेर अब यो विद्यालयलाई हामीहरूले अगाडि बढाउने गर्नुपर्छ भनेर त्यस किसिमको एउटा धुपाइ गरेर गरियो। 1 वर्षसम्म यहाँ विद्यार्थी 4 क्लासका पढेपछि परीक्षा दिने बेलामा एउटा विधिवत तरिकाको आधिकारिक विद्यालयले परीक्षा नलिँदाखेरि विद्यार्थी अप्ठ्यारोमा पर्ने भए। गएर शिक्षा अधिकारीसँग कुरा गर्दाखेरि शिक्षा अधिकारीले हामी यहाँ त्यसरी विद्यालयमा जबरजस्ती केटाकेटी पढाउनेलाई तपाईँहरूले कसले पढाउनु भनेको थियो, स्वीकृति नलिकन भनेर भनाइ खाँदाखेरि मैले के भनेको थिएँ भने त ठिकै छ, नगर्ने काम गरिएछ, तपाईँ
एउटा हाकिम भएर शिक्षा क्षेत्रको झापा जिल्लामा निर्देशन गरेर बस्ने मान्छे, हामीले पढाउनलाई विद्यालयमा विद्यार्थी भर्ना गऱ्यौँ। तपाईँले अब ती विद्यार्थीलाई परीक्षा लिने माध्यम बनाइदिनु हुन्न भने गुच्चा किनिदिनुहोस्, हामी गुच्चा लगेर केटाकेटीलाई भर्दिन्छौँ। पढ्न कहाँ पढ्न सके पढाउँछौँ, पढाउन सके पढाउँदैनौँ। हामीहरूले ओराइ गऱ्यौँ, तपाईँ हामीलाई के गर्नुपर्छ सजाय गर्नुहोस्, विद्यार्थीलाई खुसी पार्नका लागि गुच्चा दिनुहोस्। कति गुच्चा दिनुपर्छ तपाईँले दिएको गुच्चा लगेर विद्यार्थीलाई बाँडिदिन्छौँ भनेर मैले भनेको थिएँ। त्यतिखेर यहाँको प्रधान पञ्च हुनुहुन्थ्यो, प्रधान पञ्च अध्यक्ष त्यतिखेर नृपबहादुर कप्तान। त्यतिखेर उहाँलाई साथ लिएर गएर त्यसरी भनिएको थियो। अहिले यो विद्यालयलाई हाम्रै लगनशीलता, यहाँकै समाजले एउटा साथ सहयोग दिएर यो विद्यालय अहिले उच्च मावि भनिन्थ्यो, अब अहिले त मावि भनेर चलिरहेको छ। यसले कयौँ विद्यार्थीहरूलाई अब अहिले उत्पादन गरेर अहिले गौरीगञ्जमा यो प्रख्यात माध्यमिक विद्यालय कुञ्जीबारीको बाल कल्याण माध्यमिक विद्यालय भएको छ। यस संस्थामा मैले एउटा कोष स्थापित गरेको छु, विश्वप्रसाद अधिकारी प्रतिष्ठान भनेर। यसमा मैले करिब 11 लाखको सम्पत्ति जग्गा समेत दिएर, ब्याङ्कमा ब्यालेन्स पनि छ, यो समेत राखेर यो विद्यालयमा एउटा संस्था त्यसरी चलेको छ। यसले हरेक वर्ष शिक्षक, विद्यार्थी, ज्येष्ठ नागरिकहरूलाई यसरी यथाशक्ति त्यसको अवस्था हेरेर त्यसको ब्याज र आस्थाबाट सम्मान पुरस्कार दिने व्यवस्था गर्दै आएको छ। अहिलेसम्म मैले नै अगुवाई गरेर चलाउने गरेको थिएँ। अब चाहिँ म आफ्नो शारीरिक अवस्थाले नसक्ने महसुस गरेर मैले विद्यालयलाई नै यो चला भनेर अब त भन्ने अवस्थामा पुगेर विद्यालयलाई मैले त भनेको छु। र अहिले यो 77 सालमा 76 सालमै हुनुपर्ने जुन एउटा त्यो संस्थाले गर्ने कार्यक्रम हो त्यो भएको छैन। त्यो मैले पनि सकेको छैन, विद्यालयले पनि त्यसमा चासो राखेको छैन र त्यो अवश्य गर्ला होला। यस्तै कुराहरू छ। अब यहाँहरूले अब मेरो बारेमा अब यो मात्रै नभएर मैले ज्येष्ठ नागरिक जिल्ला सङ्घमा लगभग 3 लाख हो ज्येष्ठ नागरिक जिल्ला सङ्घले सञ्चालन गर्ने गरी 3 लाखको एउटा कोष पनि राखिदिएको छु मैले। जिल्लाभरिको कुनै एउटा पत्रकारहरूलाई छनौट गरेर पुरस्कार पाउने, ज्येष्ठ नागरिकलाई छनौट गरेर पुरस्कार सम्मान गर्ने त्यस नीतिले एउटा राखेको छु मैले। के भने प्रतिभा सम्मान, एउटा प्रतिभा सम्मान कोष भनेर, अर्को ज्येष्ठ नागरिक सम्मान कोष भनेर, दुईटा विषयलाई त्यसले ग्राह्यता दिने गरी दुईटा, एउटा बुवा आमाको नाउँमा र एउटा म र मेरो परिवारको नाउँमा दुईटा संस्था राखिएको छ। तिनै संस्थाले एउटाले प्रतिभा सम्मान कोष भनेर खडा गरेको छ, एउटा ज्येष्ठ नागरिक सम्मान कोष भनेर बुवा आमाको नाउँबाट राखिएको छ। र यी कुराहरूलाई अब कसरी चाहिँ अलिकति सार्वजनिक रूपबाट तपाईँहरूको पत्रिकाबाट, तपाईँहरूको पत्रकारिताबाट यसलाई सार्वजनिक भएर सबैमा जानकारी गराएर आगामी दिनहरूमा मलाई समेत यी गाउँपालिका स्थानीय सरकार भन्नेहरूले म जस्तो एउटा अभियन्तालाई कुन किसिमले म प्रति एउटा कुन किसिमले सहानुभूति राख्नुपर्छ, यी गाउँपालिका हाम्रा स्थानीय सरकारहरूले अहिलेसम्म म प्रति वास्ता गरेको छैन। र यो कुरा गर्नुपर्छ पर्दैन भन्ने कुरो तपाईहरूको पत्रकारिताबाट गाउँपालिका स्थानीय सरकारहरूलाई म प्रति केही गर्नका निमित्त यहाँहरूले कस्तो धारणा राखेर के भन्नुपर्छ यो गर्नुहुनेछ भन्ने कुरामा म यहाँहरू समक्ष अनुरोध गर्दछु। मेरो नाम कालीप्रसाद राजवंशी। कति वर्ष पुग्नुभयो? म अहिले भाता खाँदैछु 73 वर्ष। 73 वर्ष कति वर्ष? 5 सालको। 5 साल। यो ठाउँमा महाभारतको बसाइ तपाईँको गौरीगञ्ज 1 अहिलेको
पहिलेको महाभारत यो ठाउँको बसाइ कति भयो तपाईँको? हामी त हजुरबाकै पालादेखि भन्नु सकेन। हजुरबाको पालादेखि तब हजुरबाको पालामा यो ठाउँ कस्तो थियो र अहिले कस्तो छ अहिले मूल्याङ्कन गर्दाखेरि? हजुरबाको पाला र अहिलेको पालामा त धेरै फरक छ। यहाँको बाटोघाटोदेखि लिएर यहाँको विद्यालयको अवस्थाहरू के थियो? पहिले पढ्ने कुराहरू कहाँ कसरी सम्भव थियो यहाँ? बाफ्रे पहिला त यहाँदेखि पढ्नु जाँदा पनि कुञ्जीबारी जाँदाखेरिमा त मुस्किलले पढ्नु जान्थ्यो। पढ्नु जाँदाखेरि मुस्किल हुन्थ्यो। हामी पहिला त सब केटाकेटी मान्छे त भागेर हिँड्थ्यो, गुच्चा खेल्थ्यो, पढ्नु कहाँ ध्यान हुन्थ्यो। अहिलेको बच्चादेखि जन्म भएपछि त पढ्नु ध्यान लाग्छ। अहिले यो ठाउँमा स्कुल थियो, यो ठाउँमा 5 क्लासको स्कुल खत्तम भएर कुञ्जीबारीमा स्कुल जोड्यो। त्यहाँको स्कुल पनि यी भएर जानु अप्ठ्यारो भएर फेरि यहाँ म 5 कट्ठा जग्गा दिएर स्कुल खोलाएको छु। राम जानकी मैले नै दिएको छु। रेकर्डहरू गरेर त्यो स्कुलको संस्थापक हुनुहुन्छ तपाईँ? अहिलेको लागि संस्थापक। यो अब त्यति बेला पढ्ने कुराहरू जस्तो अब स्कुल स्थापना गर्दाखेरि कसरी गर्नुभयो अलिकति? हो स्कुल स्थापना पहिला त सरकारले दिएको थियो, जहाँ थियो दिएको थियो। जब यहाँदेखि 5 क्लासको स्कुल तोडेर लगिसकेपछि कुञ्जीबारी त्यस पछाडि के भयो कि त्यस पछाडि यहाँ अब विद्यार्थीले अप्ठ्यारो भयो। अप्ठ्यारो हुँदाखेरिमा पढ्नु पाएन। नपढ्नु पाउँदाखेरि अब गाउँमा हामी अब ठुलो बडाहरू के गर्नु त, बच्चाको भविष्य बिग्रिन्छ। त्यस कारणले गर्दा फेरि मैले प्रयास गरेँ स्कुल हुनुपर्छ। त्यति बेला हरिनारायण प्रधान पञ्चले स्कुल दिलाउनुपर्छ, यहाँ फेरि हुनुपर्छ। के भन्नुभयो माथिदेखि, यहाँ स्कुल पाइँदैन किन पाइँदैन? तपाईँहरूले स्कुल दिए होइन, स्कुल राख्नु पाउनु भएन। स्कुल चोरेर कुञ्जीबारीतिर दिनु 36 साल बहुदलीय निर्दलीयको कुरामा। त्यस पछाडि तपाईँहरू पाउनुहुन्न। अनि के होइन भने त हाम्रो भविष्य बिग्रिने भन्नुभयो। त्यस कारणले के गर्दाखेरिमा कसरी हुन्छ प्रधान पहिले भन्दाखेरिमा प्रतापजी जसरी भए पनि स्कुल त हुनै पर्यो, पुरा जग्गा दिनुपर्छ। जग्गा दिँदाखेरि म दिन्छु जग्गा, स्कुल त हुनै पर्यो भन्दाखेरिमा त्यसरी हुँदैन, लेखत दिनु पर्यो। अनि मैले लेखत दिएँ, स्कुलकै नाममा पास गरेँ, स्कुलकै लेखत दिएँ। त्यति बेला लेखत गर्दै अहिले पासै गरिदिएको छु। दिँदाखेरिमा अब तपाईँको स्कुल कस्तो छ, 1 देखि सुरु गरेँ। 1 देखि सुरु गर्दाखेरि स्कुलले सरकारले पनि मान्यता दिएन। अब तपाईँहरूले जग्गा दिनुपर्छ अनि मात्र हामी स्कुल दिने। त्यस पछाडि तपाईँको के गर्नुपर्छ, स्कुलको घर बनाउनुपर्छ, तपाईँको आफै चलाउनुपर्छ। आफै कसरी चलाउने? अनि सालोले ल्याएर मास्टर बनाएँ, टिचर आफ्नो सालोलाई। त्यस पछाडि तपाईँको गाउँ गाउँमा आदि मन 1 मन चन्दा गरेर स्कुलको भवन बनाएँ। धान चामल भेला गरेर बनाएँ। अब शिक्षा चाहिँ मेरो सालो भयो, एउटा माथिदेखि सरकारले दिनु पऱ्यो। दुईवटा त्यसो गरेर 1 देखि 2 सम्म चलाउँदै अहिले 5 सम्म चलिरहेको छ। अहिले तपाईँको 8 सम्म भयो, मैले अहिले सरकारले हेरिसकेको छ। त्यसो गर्दा अहिलेको लागि स्कुल जे छ राम्रै सरकारले हेरिराखेको छ। अब भयो बाटो, यो बाटोबाट जाँदाखेरिमा पहिला बनाएको थियो बाटो राम्रै थियो, यो नदीले गर्दा बिगार गऱ्यो। अब यो चारैतिरको बाटो खत्तमै छन्। अब अहिलेको लागि यो अब सरकारले ध्यान दिइराखेको छ, 2-4 पैसा दिइराखेको छ। अहिले गराइदिनु बाटो अहिले राम्रै छ। हाम्रो गाउँमा अब त दियो हो, दिएर अहिले बिगार भयो, नदीले काट्दा के गर्छ अब भयो। अब यो ठाउँमा चोरी डकैती त्यति बेला के हुन्थ्यो कि हामीहरूको गाउँमा चोरी डकैती हुँदाखेरिमा देउनीहरूको पासमा बन्दुक, भरुवा बन्दुकहरू थियो। त्यस पछाडि कुनैसँग टोटावाला बन्दुक पनि लियौँ हामीहरू। टोटावाला बन्दुक लिएर हामीहरू अलिकता घरको लागि 2 मर्ला घर छन्, चोरी डकैतीको लागि त बन्दुकले चाहिँ बोल्यो भइगयो नि। त्यसरी गरेर हामीहरू बस्थ्यौँ। तर हाम्रो त्यति बेला थाना कहाँ, झापाबाट कहिलेकाहीँ गस्ती आउँथ्यो। अब टाढो भयो नि त, टाढोबाट आउँछ गस्ती आउँछ कि आउँदैन, आउँछ। तर सबै दिन त आउनु सक्दैन, सबै दिन त आफ्नो बोली हुनु हो। त्यस कारणले आफ्नो घर आफ्नै सुरक्षा गर्नुको लागि आफ्नो गाउँ गाउँमा बन्दुक सन्दुक राखेर जीवन
बचाउन सुरु गरेको थियो। अब के गर्नु, यो मारवाडीको पालामा त सबै बन्दुक सन्दुक लगिदियो। अब लगेपछि त दिनै पर्यो, नदिएर त भएन, लग्यो। तपाईँले पनि राख्नु भएको थियो बन्दुक? थियो नि त। माओवादीले लग्यो। उनीहरूले मागेर लग्यो कि खोसेर लग्यो? मागेर लग्यो। तपाईँहरू दिनुहोस्, हाम्रो देशको लागि, सत्ताको लागि आउँछ भने फेरि तपाईँहरूको फिर्ता गरिदिन्छु भनेर। अहिले फिर्ता गरे कि गरेन? खोइ अहिलेसम्म गरेको छैन। तपाईँको लाइसेन्सवाला बन्दुक? हाम्रो लाइसेन्स छन्, बाध्यता छन्, अहिलेसम्म फिर्ता गरेको छैन। अब अहिले हुनु त हो, पहिलादेखि त अवस्था चाहिँ के छ त? अहिले शान्ति सुरक्षाको अवस्था अहिले तपाईँको एक किसिमको लागि राम्रै छ, किनकि बन्दुक थियो, तपाईँले डर थियो। अहिले बन्दुक नरहँदाखेरिमा शान्ति सुरक्षाहरू चाहिँ त्यस्तो प्रवेश गर्ने अहिले चाहिँ देखा परेको छैन। अहिले तपाईँको भोटरले गर्दाखेरिमा कि अब मारवाडीले गर्दाखेरिमा अहिलेसम्म चोरी डकाइती त्यति भएको छ। त्यति बेला यो स्वास्थ्य उपचारको कुराहरू चाहिँ के सम्भव थियो? त्यति बेला मान्छेहरूले के गर्थे? कसरी बिराम आजार हुँदाखेरि कहाँ उपचार गर्थे? अरे बा, बिरामी उपचार हुँदाखेरि त्यति बेला फु फा झारी झुक्री डाक्टर त त्यति बेला थिएन। अब त्यहाँबाट ल्याउँ झाँक्री, उहाँबाट कसैले ल्याउँ, पत्ता काटौँ, आँखा बसाउँ, अनि यहाँ हेर्छ अरे त्यो त भूत लागेको छ, यस्तो लागेको छ, उस्तो लागेको छ। लो, त्यसरी पनि मान्छेहरूको ज्यान त धेरैको गयो होला नि? गयो होला, कतिको भयो त्यो केही पत्ता भएन। पत्ता भएन। अब मान्छे कोही मर्दै बस्छस् होइन। त्यसले गर्दाखेरिमा अब डाक्टर कहाँ लाने? डाक्टर त्यति बेला पनि थियो, टाढा टाढा थियो, जानु साधन थिएन। त्यति बेला कुनै हैजा महामारी हो बेला फैल्यो कि फैलिएन? फैल्यो हैजा महामारी त्यति बेला। अब के भनौँ, खानपिनले, कोही भन्छ खानपिनले। अब शरीर हामी त सुन्छौँ, मान्छे मरेर ल्याएपछि शीतल कुट्ने, सुक्टा बनाउने, त्यसबाट झन् त गन्ध आउँछ। अहिले बर्सातको बेलामा जसको घरमा पनि माछा मासु सुक्टा गनाएर कोही खाने, कोही नखाने, कोही दास हुन्छ। त्यसले गर्दाखेरिमा तपाईँको हैजा फैलिने, डिसेन्ट्री हुने। पहिला त तपाईँको हैजा फाउँदै भान्सारमा त त्यो गाउँै सखा भयो। तपाईँ भन्सारमा सुन्थ्यो गाउँै सखा। त्यो गाउँमा सखा भइसकेपछि त्यहाँ नजानु रे, त्यो हाट बजार नजानु, त्यो गाउँको दही पनि खानु हुँदैन, बेच्नु पनि जानु हुँदैन। सर्छन् अहिले जस्तो भन्छ नि, त्यस्तै सर्छ, चलफिल नहिल्ने। त्यस्तै खालि मान्छे छ भने घोडा कस, घोडामा जाँदा केही हुँदैन। घोडामा जाँदा त्यस्तै इमर्जेन्सी छ भने जानु पाइन्छ, जान्छ आउँछ। त्यसले गर्दा त्यति बेला त्यस्तै सिस्टम। त्यो बेला पनि महामारीहरू भएको बेलामा त्यो महामारी फैलिएको गाउँहरूमा नजानु भन्ने चाहिँ त्यो बेला पनि थियो। अहिले जसरी कोरोनाको के अरे उसमा लकडाउन भएर घर घरमै बस्नु जसरी भनिन्छ, त्यति बेला पनि घर घरमै बस्नु, बाहिरतिर नजानु भन्ने कुरा चाहिँ त्यति बेला पनि हुन्थ्यो। अब तपाईँले स्वास्थ्यको कुराहरू गरिराख्दाखेरि त्यो बेला यो ठाउँको महिलाहरू सुत्केरी गराउने कुराहरू कसरी सम्भव हुन्थ्यो? त्यहाँ कसरी गराउँथे? अस्पतालसम्म जान्थे कि घरैमा गराउँथे कि के? त्यति बेलाको के थियो? हो, त्यति बेला महिलाहरूको अब डेलिभरी छन्। अब फोफो मेरो बिस दर्द हुन्छ, के हुन्छ, अब कति दिन छ, अब त आउने उही झाडी झोक्री ल्याउने, त्यहाँको अहिले झाडी झोक्री छ त्यही ल्याउने, अहिले ऊ पनि हेर्ने। अब त हुने बेला छन्, यसको लक्षण आइसक्यो। अनि मन्त्र गर्ने, मन्त्रबाट भएन भने अनि गुण गिदाउने। गुण गिदाए पनि 4-5 जना मान्छे चाहियो, एकजना गाउने, 2 जना 4-5 जना समाउने। भनेको गीत जस्तै गीत जस्तै गिदाएर बिरामीले सुनोस् र उसले उहाँ गाली दिन्छ, पीडा कम महसुस होस् भन्ने। हो, उसले भएपछि कसैको गिदाउँदा त्यो गर्दा भइहाल्ने, कसैको अझै टाइम लिएर पनि हुनु त हुने, कति त उकालमा पनि त्यस्तै सिस्टम।
देबु मुर्मु यता भन्नु त यता भन्नु त के नाम भन्नु त फुलमुनि छोराछोरी नि त्यतितिर दिएन छोराछोरी नै दिँदैन अहिले कतिजना छोराछोरी कतिजना नाति नातिना 5 वटा छोराछोरी 3टा छोरी 2टा छोरा नाति नातिना कति भयो होला गन्ती गर्नु 3टा एकजनाको 5 वटा 5 वटा जम्मा 8 जना नाति नातिना भयो अनि पहिले त अर्को बस्ती पल्लो बस्तीमा बस्नु भएको थियो हैन के पहिला के गर्नुहुन्थ्यो अहिले के गर्नुहुन्छ पहिले जनवन कमाउँथे दिदी अहिले के गर्नुहुन्छ अहिले खेती गर्नुहुन्छ आफ्नै खेती गर्नुहुन्छ कति खेती गर्नुहुन्छ 2 बिघा गर्दै थिए पहिले खेती गर्दाखेरि र अहिले खेती गर्दाखेरि चाहिँ के फरक छ अलिअलि अब खान चल्दैछ खान चाहिँ चल्दैछ आफ्नो पुग्नेलाई अनि राँगा गोरु कति पाल्नु भएको छ राँगा 3 राँगा त पहिले थियो थुप्रो अहिले त ठाउँ छैन पहिले थुप्रै पाल्नुहुन्थ्यो अहिले राँगा गोरु पाल्नु गाह्रै ठाउँ छैन भने कहाँबाट पाल्नु अनि तपाईँको बस्तीमा पहिले कति मान्छे थिए अहिले कहाँ गए सबै इन्डियातिर गयो भन्नु यही छ अहिले यहाँबाट कता कता गए सन्तानहरू इन्डियातिर गयो हामी त पुराना मान्छे 2 घर छौँ मताबुलले हामीले त्यही पुरानो जमानाको त्यही मान्छे हामी पुरानो जमानाको त्यति बेला हाट बजार कहाँ भर्नुहुन्थ्यो पहिलेदेखिको बजार हो यहाँ सुवासरी राजवंशी के वर्ष पुग्लो उमेर 80 पुग्लो हातना तमाला हातना छन् भने पहिले चाहिँ ऐठना के को चाहिँ घर छन् ने पहिले कुना छिलन नै पहिले केतला घर लडान 4 5 आगे त बुदर छिनो आगे बालुवाडी छिनो त्यसमा महाभारत छिनो अच्छा हता से बेहता न हता से हता की को बा की हल्को लदी पेटाली कुन की लदी र बेनियानी र काटा लदी र मतलब घरलाई करबा घर ला खबरा लिगेन न तमा के को चाहिँ के जना तमा परिवार हमारा बुढ़ा र म बाबीर बेटा एकला बुढ़ा बेटा 3टा एकटा बेटा मरि गेल कि आला 2टा बेटा 3टा बेटी छ 2टा पत्ता 3टा पत्ता एउटा छोटो बेटा 2टा बडो बेटा पहिले हातमा तमा के को चाहिँ एउटा वार्डत रहेको पहिला हाट बेसान हैन हाट बजार जान कुना तमा पहिले चाहिँ हाट बजार कुना जान तमा चाहिँ ये छैन भान्जा याद छेरी गई के वक्त ये गेरेज भरा है था तेरा सुनो लदी खबर आइले गेल तेरा सुनो यो पश्चिम दिल्ली के छने जोडी कोना एटा भन्सार के नाम मतलब भन्सार नाम के कुछ था छ भन्सार के नाम राखा गेल के भन्छ भन्सार हाने यी त्यो भन्सार है कि अब महाभारत इगन छोटो महाभारत ने कि पछि के भन्सार महाभारत ओ भन्सार महाभारत इगन कुञ्जीबाडी खाएको त এখন कुञ्जीबाडी कच्चा होला मेम्बर छिले আর मोर ससुर जइलर बहिदार छिले त पहिले ससुर छिल्कु हनी त आमा की को चाहिँ की कोलो जेलर बहिदार छिल्कु त उखुना आमा चाहिँ की को चाहिँ हमनी है भाषा दिनी है ए उखुनी छिल्कु ए सुनी छिलो रते मतलब छिल्कु ससुर त या पासु करे मतलब था हल्कु न किन पछि मोर सासी छिले त ए यार मोर बडो बेटा बा हल्की तन मोर सासी मोली ते बताली ना गोटाला हमार हत्ती छिले और भई छिले दिरा हत्तीर मौतिया छिले 5-6 जन नकरिया छिले गरु गोठालो छिले 5-6 हलुआ छिले बेला बता बेला सासी र पहिलो ठिकै छिले जग्गा जमिन पुरा लदिया खाइले आला ठिकै छ बेटाला परेछ
पहिला धान कुटवाला के ओइ त आला अब धान कुटबाट नै आला मिल आला जाछ नि पहिले पहिले चाहिँ घर थे करन हैन पहिले पूरा एकदम पहिले का तुलना से आल्हा देखले से किन सुविधा मतलब किन सजिलो आल्हा लागे छैन पहिले के लागे छ मतलब किन आला सुविधा पहिले धान कुटवा परे मुडी भाजवा परे धोकरा गोरा कता कहि धोकरा घरै बिसना घरै आला चाहिँ किन घर इला धोकरा चाहिँ इ गर्छ आफ्नै गरा छन् हाट छ कि नि आला काय भयो आला बुढी होइ छ गरा पा हानि गरा छ किने रछि हाटा से गेउर गर्छ कमला ठाकुर कमला ठाकुर कतेक वर्ष पुग्ला 70 भेला वर्ष अखन की करै छ घरेमा घर दुवार माल बस्ती परिवार आगे के जना बेटा बेटी नाती पोता अर्थात एगो बेटा एगो बेटी दुगो नाती तीनगो नाती बुझल न एगो बहू बेटा दू जना हम 3 जना दुगो पोता आ घर के लोग नहीं थे घर लोग अत के बच्चर से के साल से अत अहाँ छियो पहिले से पहिने त भन्सार तल मरिन 2-3 साल भेलै 2-3 साल अत से फिर अत जो आबल 2-3 साल भेलो आके की कारण से की समस्या अत भेलो अब की कहबन की समाचार कहबो कि लद्दी उद्दी और चोरी डकैती होइत रहे कि या की रहे हां सब किछ छले पहिले अखनी जे छे हाट बाजार छे रास्ता घाट छे पहिले जे जुखन छे पहिले से अखनी अच्छा छे कि पहिले नहीं अब अखन जे त बढ़िया छे भला बुरा अच्छे छे बहुत अच्छा छे पहिले हाट बाजार कत करे अहाँ सब ओ भन्सार हाट और त चोरी लगे छले भन्सार नगो त तो हाट बाजार से जाते रहे अखनी जे हाट लगे छे ओथे लगे रहे कि पहिले दूसरा ठाव लगे रहे जो हाट बाजार जे छले ओइ ठिन भन्सार में लगे भन्सार में हाट छले ओइ ठिन लगे तो पहिले जे हाट बाजार करते रहे अखनी जे छे हाट बाजार से कपड़ा उपड़ा घर के जे सर सामान छे किराना सामान तिमोनु मन जे छे किने पहिले से अखनी जे ई के सस्ता दर में अखनी छे कि पहिले अच्छा रहे अर्थात कम दाम में रहे पहिले कपड़ा उपड़ा सब तिमोनु मन जो किनते रहे यहाँ सब पहिले किन लाए छ पहिने त कम दाम रहे त पैसा को मोल रहे एखन त मोले न छै छैन मोले न अखनी पहिले चाहिँ की करते रहे यहाँ सब मेन पेशा के खेती बाड़ी करते रहे या खेती बाड़ी करे माल बस्तु बिहान त और त सब खेती बाड़ी करे कतेक पढे छ अहाँ पढल कतै छ एको क्लास जब आबलो यहाँ अहाँ ई ठाउँ में त केना रहे यहाँ के ई महावरा जे छे ठाउँ हैन पुंजीबारी केना रहे पहिले नहीं रहे केना छल जंगलदार होते घर द्वार नहीं रहे कति वर्ष हुनु भयो 84 वर्ष 84 वर्ष हुनु भयो यो ठाउँमा महाभारामा बस्नु भएको कति वर्ष भयो यहाँ बस्नु त निकै अब हो त धेरै वर्षदेखि उता हेरेर अनि धेरै वर्षदेखि बुबा हजुरबुवाहरू सबै यतै हुनुहुन्थ्यो हजुरबुवासँग के थियो उता पुरानो भेटामा पुरानो कहाँ थियो उहाँ पक्कै घर एउटा छ कि त्यहीँ पुरानो भेटा थियो पुरानो भेटा त्यहीँ थियो अनि उहाँबाट कनकाई काट्दाखेरि बस उहाँबाट सबै यहाँ कनकाई खोलाले काटेर नै तपाईँहरू यता आउनु त्यतिखेर कस्तो थियो त्यति बेला कनकाई खोटाले काट्दाखेरि तपाईँहरू कस्तो भएको थियो अलिकति भनिदिनु नि उस बेलामा त सबभन्दा राम्रो थियो हर चिजमा राम्रो थियो के अरे हात्ती पनि थियो घोडा पनि थियो भैँस पुडा पनि थियो के अरे 25-30टासम्म भैँसी गाईको लेखवाली थियो अनि यो
के अरे फेरि हलुवा पुडा पनि थियो पुडा अरू चाहिँ के अरे यहाँको रिवाज के थियो भनेर यहाँ पहिले धान कुट्दाखेरिमा के अरे यहाँबाट बिबीगञ्जसम्म चाहिँ इन्डियासम्म गएर कुटाएर ल्याए। बिबीगञ्ज जानुहुन्थ्यो, इन्डियासम्म जानुहुन्छ? इन्डियासम्म पहिला कुटाएर इन्डियासम्म ल्याए। उताबाट पछाडिमा के अरे कोडबारीमा भयो, यही इन्डिया कोडबारीमा यो के अरे जनमुसी त्यहाँ कुटाएर ल्याए। अनि उताबाट कहाँ भयो यो शिवगनको के अरे नाम थियो भनेर उता ल्याए। फेरि उताबाट कुटाएर धान अनि के अरे भयो उहाँ गौरीगञ्ज मैलाबाजीको मिलमा फेरि उहाँ कुटाएर ल्याए। अनि उताबाट फेरि घैलाडुवाबाट कुटाएर ल्याए। अनि उताबाट के अरे मिल बधाएको फेरि यो हंसनारायणको के अरे मिल बठाउनु भएको थियो, त्यहाँबाट फेरि ल्याए कुटाएर। अनि यस्तै त्यो बेला त्यति टाढा टाढासम्म मिलमा जानु नसक्दाखेरि कसरी घरमा पहिले कसरी के अरे ओखलोमा कुटाइनु थियो, ओखलोमा कुटाइनु भएको थियो। तर उस बेलामा निकै तकलिफ थियो मान्छेको। अनि आमा पनि के अरे अरू चाहिँ कुटी चाहिँ यो बस्तीको मैले थियो त बच्चा उसको बाँडिदियो यो एक बिसी धान दिएँ एक मुठी अनि उसमा के अरे खुवाइदिनु पर्ने 4-5 कट्ठासम्म अनि खुवाइदिनु पर्ने। अनि बस उसले कुटाएर ल्याएर यहाँ जम्मा गर्नु। हाट बजार भर्ने ठाउँ चाहिँ कहाँ थियो? हाट बजार भर्नेलाई हाट बजार पहिला त चन्द्रको थिएन, यहीँ किरा अड्डा थियो झापामा। उस बेलामा हामीले गएको थियो त डाक्टरमा, बस 2टा डाक्टर थियो, अरू केही पनि थिएन। हाट बजार थियो त उता पाँचगाछी यता के अरे यो हाम्रो महाबडामा भान्सारमा उहाँ हाट पुरानै हो यो। अनि पछाडिमा के अरे शिवगञ्ज गौरीगञ्ज के अरे लागेको थियो पहिले। अनि हुलाकी बाटो तपाईँहरूले सुन्नुभयो पहिले? हुलाकी बाटोमा त के अरे कतिपल्ट मासेर के अरे सवारी पनि आयो, त्यहाँ पनि खटायो। यो महेन्द्रले कि एकपल्ट आएको थियो यहाँबाट, त्यो जङ्गल काटेर कन्काईको अरू भेनिहाल्नुको। त्यतिखेर राजा महेन्द्रको सवारी केमा भएको थियो? हात्तीमा भएको थियो? हात्तीमा थियो मोटर बस जिप थियो उस बेला। तपाईँहरूको घरमा चाहिँ त्यतिखेर हात्ती घोडाहरू थियो? हात्ती घोडा त हात्ती घोडाहरू त यहाँ त धेरै मान्छेको थियो, धेरै मान्छे हाम्रो थियो। अनि बिहा शादी त पहिल्यैदेखि अहिलेसम्म के अरे पहिलेको हिसाबबाट के अरे बिहा शादीमा अर्कै थियो, यो यस्तो थिएन। अनि ढोल मात्रै थियो, पाल्कीहरू पाल्की थियो। अनि ढोल छोडेर ढोल र ढाक यो के बजा छ त्यस बेलामा माझी बाजा अङ्ग्रेजी बाजा उस बेलामा थिएन, अङ्ग्रेजी बाजा खालि बस ढोले मात्रै। अनि ढाक र ढोल उस बेलाको सुविधा र अहिलेको सुविधा र अर्कै छ। र उस बेलामा खानुपिउनुको लागि पुरा राम्रो थियो खानु बेलामा, बिहाको बेलामा। तर उस बेलामा चाहिँ फेरि मासुको भाउ थिएन। उस बेलामा धान बिक्री गर्नु लागि बडा अप्ठ्यारो। कहाँ गर्न जानुहुन्थ्यो बिक्री गर्नु लागि? यहाँबाट इन्डिया जानुपर्ने बिबीगञ्ज बेला गाडीमा के अरे 5-6-7 घोडा 8 घोडा गाडी लिएर अनि बिबीगञ्ज बजार। अनि उताबाट के जबसम्म भद्रपुरमा के अरे मिलसम्म खुल्यो अनि बस उता छोडिदियो। अनि भद्रपुर कतिमा बेच्नु त भाउ त्यति बेला कति भाउ 11 रुपियाँ 5 रुपियाँसम्म देखेँ। 5 रुपियाँ लिएर अनि के अरे 11 रुपियाँसम्म बिक्री गरेर आएँ। 11-12 हुन्जेल बिबीगञ्ज बजारमा। बहादुर दास बहादुर महतो तपाईँहरू दास। कति वर्ष पुग्नुभयो? 100 के लगभग राख्नु। अनि यहाँ यो मावरा यो देवीगाडा बसाइ कति साल भयो? कति सालदेखि हुनुहुन्छ यता? यहीँ भयो धेरै पहिल्यैदेखि? बुबा हजुरबुबादेखि यहीँ? पहिले यहीँ राणाको शासन थियो, राणा शासनदेखि नै। अनि त छोरा नाति नै छोरीहरू कतिजना तपाईँको? छोरा 4टा
4टा छोरा 2टा छोरी छोरी नाति नातिना कति भयो गन्नु भएको छ एकजनाका 3टा छ एकजनाका 2टा छ 3टा छ 2जनाका 3-3टा छ एकजनाका 2टा छ एकजनाका बिहा शादी भइसक्यो उसको 3टा छोरी 2टा छोरा जेठाको सबैजना छोराछोरीहरू तपाईँको घरमा नै जन्म भयो होला कि हस्पिटलमा भयो के छ घरैमा भयो सबै छोराछोरीहरू घरमा नै जन्म भएको तपाईँको अनि स्कुल पढ्नु तपाईँ जानुभयो कि भएन छोराछोरीहरू भयो कि भएन राणाको शासनमा कहाँ न स्कुल थियो न ये थियो पढ्न पाउनु भएन अनि छोराछोरीलाई पढाउनु भयो छोराछोरी पढायो पहिला बजार गौरीगञ्ज थियो त शिवगञ्ज पुराना बजार शिवगञ्ज 2टा बजार थियो पहिला पुराना बजार थियो जब एक भयो यी सडक अथि बान्यो नि कोरियाले नि के बाँधेको थियो माटी पानी आन्नेको कन्काई नहर यी हुँदा त शिवगञ्ज लाग्यो बजार शिवगञ्जसम्म हिँड्दै जानुहुन्थ्यो कि हात्ती घोडामा जानुहुन्थ्यो कि केमा जानुहुन्थ्यो पैदल जाने थियो पहिले कहाँ सडक तरक के थियो हुलाकी सडक थियो मात्र एमे हाम्रो जनताले अथि खट्ने थियो जिम्मेदार कचहरी थियो जिम्मेदारले बेगार उठाने सडकमै माटी दिने जनताले यो तपाईँलाई हुलाकी बाटोको के सम्झना छ पहिले कोही यहाँ हुलाकी बाटो बनाउने कुरा कहिलेदेखि सुन्नु भएको छ पहिल्यैदेखि गाडी घोडा त्यति बेला कुद्थ्यो कि कुद्दैन थियो त्यहाँ कुद्दै थियो जस्तै गाडी घोडा त पहिले पुरा थियो सडक थिएन बैलगाडी थियो पुँजीवालाको बैलगाडी थियो धान बेच्ने गाडी जाने पछाडि खुग्यो विराटनगर रङ्गैली भद्रपुर खुग्यो त भद्रपुर जाने लाग्यो भद्रपुरमा बेच्यो लेफ्टेनेन्टको मिल थियो मुखिया साहबको मिल थियो डुमर अलुवाकोटा मिल जान्छ लेफ्टेनेन्टको मिल लेफ्टेनेन्ट बेचेर के लियो झापाको सत्यनारायण कति वर्ष पुग्नुभयो म 9 साल 2009 सालको यहाँ त निकै भयो निकै भनेको महाभारत आएको कति सबै बालुवाडीमा पहिले सुरुमा थिएँ बालुवाडीमा बस्नुभयो भन्सार हुँदै त्यो भट्टी थिएन अनि त्यहाँबाट कहाँ आउनुभयो त्यहाँदेखि माइसको भिट्टामा गयो श्री प्रसाद त्यहाँ उ त्यो अहिले टिक छैन त्यहाँ खोलाले खेदायो त्यो नहरो बसे भर्खा काटे त्यहाँदेखि अब एउटा घर उब्रेको थियो सिँढीको घरमा एउटा मान्छे थियो कि त्यहाँ उसले घर बनायो त्यहाँदेखि यता अब कहाँ बस्नु त्यहाँ खेतमा त्यहीँ गएर त्यो घर मान्छे भागेर गयो त्यसै घरमा अलिक दिन बस्यो अनि आफ्नो घर बनायो अनि पहिले बस्दाखेरि सजिलो थियो कि अहिले सजिलो छ अहिले सजिलो भयो नि पहिला त्यत्रो दिन ऊ खोलाले भत्काएर खोला बिरिद कोही पनि हेर्नु आएर नगर बसेको यस्तो जङ्गलमा आएर बास बसेको यसो छप्रो लगाएर कोही पनि एकजना पनि आएन हेर्नु पनि अहिले चाहिँ अलिक राम्रो भयो अलिकति केही भयो भने यसो हेर्नु आइहाल्छ हेर्नु आउँछन् अनि घर पनि राम्रो भयो अनि पहिले खेतीपाती चाहिँ पहिले के थियो भने अहिले के छ खेतीपाती त छैन त्यही ठेक्का अधिका पहिले ठेक्कापट्टा गर्नुभयो अहिले पनि खेती ठेक्कासेक्कामा लिएर अनि राँगा गोरु छैन केही छैन अहिले छैन पहिला थियो पहिले शिवगञ्ज गौरीगञ्ज अहिले चाहिँ
अहिले नजिकमा बजार आयो यही कुञ्जीबारी अब कुञ्जीबारी लाग्दाखेरि अब टाढोको बजार पनि छोडेको अब महाभारत त्यो अब कुञ्जीबारी अनि उता तपाईँको बेला बजार सन्तालहरूको मेला बजार लाग्थ्यो नि सिँगैमारी मेला बजार लाग्थ्यो पहिले अनि अहिले लाग्दैन यो यसपालि बन्द देखाएर लगाएन पोहोर लाग्यो पोहोर अलिअलि लाग्यो पहिले चाहिँ कसरी लाग्थ्यो पहिले त जोर लाग्छ किन जान्थ्यो मान्छेहरू मेला भर्नु चाहिँ मेला पुरा नेपालको मान्छे जान्छ पुरै नेपालको जान्थ्यो अहिले चाहिँ छैन अब उहिलेको चलन पनि हरायो अब दिन राति कुनै बेला आउँदैन दिनमा मात्रै अनि अहिले बिमार आजार हुँदाखेरि के छ बिमार आजार हुँदाखेरि स्वास्थ्य बिमाहरू गर्नुभएको छ कि छैन कि बिमा त गरेको छैन अस्ति लुत्रो मर्थ्यो त्यो पनि पैसा हरायो कोही फिर्ता गरेर दिएन त्यतिकै दिएको दिए भयो सबैलाई राजवंशी अनि कति वर्ष पुग्नु भयो 77 यहीँ जन्म यहीँ छ कि यहीँ जन्मेको यहीँ पहिल्यैदेखि यो ठाउँ देख्नुभयो पहिले कस्तो थियो यो ठाउँ अहिले कस्तो भयो पहिला त चोर डकाहरू निकै लाग्थ्यो गोरुहरू चोर थियो बखराहरू चोर थियो डका लाग्थ्यो अहिले त सन्चै छ तर उब्जनीमा अलिकता घटा भयो कसरी घटा भयो मलजल नदिँदाखेरि वा त्यसको डबल हुन्थ्यो अहिले त त्यही बराबर हुँदैछ किन पहिला हाम्रो 40-50 गोरा भैँसी थियो 100 गोरा गोरु गाई बस्तु थियो अहिले त केही छैन मलजल वैज्ञानिक मलले के हुन्छ अहिले मल किनेर हाल्दाखेरि सागसब्जीहरू खतम भयो पहिलेको जस्तो पहिले के सागसब्जी फल्थ्यो अहिले के फल्छ पहिला सागसब्जीहरू निकै फल्थ्यो अहिले फल्दैन किन फल्दैन फेरि दबाई दिनुपर्छ फेरि मल दिनुपर्छ अनि गर्दाखेरिमा केही न केही बराबरी हुन्छ किनेर खाँदा पनि उत्तिकै गर्दा पनि उत्तिकै पढ्नु जानु पर्दैन थियो कि त्यहाँबाट इन्डियाबाट मान्छे आउँथ्यो इन्डियाबाट मास्टरहरू आउँथ्यो बसाउँथ्यो हाम्रै घरमा त थियो बसायो दरमा कति लड्का पिछु दरमा दिन्थ्यो उनीहरूले घरमै बसेर घरमै बसेर पढेको अन्तिम पढ्दा पढ्न खतम भएपछि काइची पढ्न थियो त्यस बेला अहिले त केही न केही बगुलाको ठ्याङ कौवाको ठ्याङ पहिले त साफ हिन्दी लेख्नु पर्थ्यो अहिले त केही छैन अनि पढ्न शेष भएदेखि दबदर बान्थ्यो दबदर बानेपछि पढ्न खत्तम धामी त्यति बेला चलन थियो धामीबाट नभएदेखि गौरी बिबीगञ्ज जानु पर्थ्यो त्यो डाक्टरहरू थियो कलमा के नाम बिर्से त्यहाँ जानु पर्थ्यो त्यहाँबाट नभएदेखि फुलबारीमा त्यहाँ अहिले त दुनियाँभरिको डाक्टर भयो केही न केही केमा जानुहुन्थ्यो डाक्टर इन्डिया बिबीगञ्जसम्म उपचार गर्न इन्डिया जानु पर्थ्यो केमा जानुहुन्थ्यो हिँड्दै जानुहुन्थ्यो कि गाडीमा जानुहुन्थ्यो कि के थियो गाडीमा घोडाको चलन थियो हाम्रै घोडा थियो कतिवटा घोडा थियो तपाईँकोमा दुईटा घोडा पाल्नु भएको थियो अनि कहिलेसम्म त्यो घोडा थियो कति वर्ष भयो घोडा छैन अहिले मर्नु हजुर निकै वर्ष भयो घोडा बेचिदिनु भयो कि मर्यो घोडा बिक्री गरेन त्यो घोडा के भयो त्यो घोडा यहाँदेखि तपाईँको झप्पादेखि गौरीगञ्ज गएदेखि ठाउँ थाम्दैन 3 कोसमा दम लिन्थ्यो त्यो घोडा उसलाई बाँधेर राखिराख्दाखेरि कालीबङ्गे घोडा थियो यत्रो घोडा थियो अनि हात्ती पनि थियो कि हात्ती थिएन तपाईँकोमा हात्ती थिएन घोडा थियो अनि पुलिस चौकीहरू कहाँ थियो पहिले कसरी चोरी डकैती हुँदाखेरि कसरी गर्नुहुन्थ्यो गौरीगञ्ज थाना थियो
चौकी त कहाँ थियो, चौकी थिएन यहाँ एरियामा पहिला। पछाडि भयो तपाईँको तुला चान्द हाम्रो महाभारा 15 वर्षमा खुलेको थियो। मैले त सदस्य पहिलाको थिएँ, त्यहाँ पहिले पढ्नु भएको थियो। पहिला सदस्य मैले थिएँ। त्यो के गर्यो हाम्रो काकाले त्यहाँ भट्टा बनाएको त्यो ल्याप्स भएर जान्थ्यो। त्यो हुनाले हाम्रो काकाले त्यो पहिलाको स्कुल एउटा थियो नि तल्लो पत्ता, त्यसमा इँटा दियो हाम्रो काकाले, गाडी दियो हाम्रो काकाले। त्यो यो के भन्छ राँगाहरू यस्तो बोलियो थियो कि यहाँदेखि कुञ्जीबारीदेखि बोडोर्न कटेदेखि थाम्दैन त्यस्तो बढाएको 30 मन 35 मन यस्तो तान्थ्यो पहिलाको। भन्दाखेरिमा भन्छ ए बुढोले ख्याल भन्छ। साँच्चै त्यस्तै थियो। अनि यो हुलाकी बाटो सुन्नुभयो पहिलेदेखि यहाँको? हुलाकी बाटो सुन्नुभयो पहिलेदेखि सुन्नु भएको छ? हुलाकी बाटो हुलाकी बाटो त त्यही हो। अनि पहिले कस्तो थियो त्यो, अहिले के हुँदैछ? अहिले त नयाँ दुनियाँको जस्तो नयाँ दुनियाँ बनाउँदैछ, भयङ्कर बनाउँदैछ। पहिला त सानो थियो, एकवटा गाडी यताबाट गएदेखि उताबाट आएदेखि रोक्नु पर्थ्यो एकजनाले, अनि मात्र बिस्तारै बिस्तारै कट्नु पर्थ्यो। अहिले त ठुलो भयो भयङ्कर। अनि खोला नालाहरू, यो खोला नदीहरू थियो पहिले होइन? पहिले के गर्यो यहाँ खोला नदीहरूले यो ठाउँमा, तपाईँलाई के थाहा छ? पहिला त बेनियानी खोला सानै थियो। हाम्रो घोडाले यहाँबाट तर्पेपछि खोला तरिहाल्थ्यो। एकै फड्का मारेर घोडाले खोला तर्दिन्थ्यो, तर्पिहाल्छ। तर त्यो कामुल खोला गएपछि बेनियानी खोला ठुलो भयो। कामुल खोला पहिला ठुलो थियो। त्यहाँ सारङपरामा त्यहाँ के भन्छ निरबहादुर कप्तानले त्यहाँ बाँधिदियो कि मधेसीको धेरै जग्गा छ, उतैबाट फस्टाउनु पर्छ। त्यहाँ बाँधिदियो, मुख थुनिदियो सारङपरामा, उताबाट कटाइदियो, उताबाट खोला यतातिर आयो। बेनियानी खोला कहाँ थियो र? एउटा पैनी जस्तो। अब बुढेसकाल भएपछि उस्तै हुन्छ। अहिले घोडा दुख्छ, अहिले पेट दुख्छ। डाक्टरमा जानुहुन्छ बिरामी हुँदा? हजुर, अहिले डाक्टरमा जानुहुन्छ बिरामी हुँदा? पानी चढाउनु पर्छ, कमजोरी भएपछि बेला बेला पानी चढाउने गर्नुहुन्छ? यहीँ के भन्छ कुञ्जीबारीमा। दिनजली राजवंशी केजना केरा बेटाबेटी छु? पोतापोती 4टा, पोतापोती 11 जना। 11 जना? 13 जना। 13 जना। ए पोतापोती नाति छोरी। के बच्चर पुग्लो? बच्चर 70 वर्ष पुग्लो? के को चाहिँ पहिले घर कुना तमा रङ्गिया थान? पहिले तमा हाट बजार कुना जान? रङ्गिया थाना थिएन पहिले, कुना जान तमा हाट बजार जे करन त पहिले झापा बेराइन जान? धान कुटन के रहन्छ? धान कुटन छाम गइनले त पहिले की को चाहिँ बिमारी दुखारी पड़ले से है नि, अर्थात की को चाहिँ लोकला की को चाहिँ डेलिभरी होले से कुना जानतामा अस्पताल र जाने घर त ई गर्ने किन गर्दै छोरा हामी नि डाक्टर नि भए मुर्छु डाक्टर बदला एरङ है सुकिदा आगी छ नि बोली भात लाग्नु भात खामु रात करे रात भोरे भोरे छ है जाइन्छ आला डाक्टर त होबे आला किन लायो त? आला चाहिँ अस्पताल लोकला जाछेकला हैन किन लायो? पहिले चाहिँ आला किन लायो? असर
हाट से जाए खुना की को जे रास्ता घाट पहले किन के मतलब कि कुछ ये होले छ त रास्ता घाट बिजुली बत्ती नि रहे हैन किन के तमा जाए खुना पास पहिले चाहिँ भारत ई करन म के छ लगाइन क्लास माथि तेल के साथ पनि तीन चारटा के छ भने त्यो न पहिले का आलाका छन् त्यो बिजुली बत्ती नि छिले न पहिले चाहिँ की को जे पहिले लोकला कार कुछ समाज पठवा पडले छ किन के तमाई करन त जब आलाका छन् त्यो मोबाइल सोबाइल त नि छिले किन के ई करन पहिले केन गरे गरी जब समझिया पठाइदिए जा सकाउने हो यो मैले नि बोलो मैले समझिया जाए आला मोबाइल बोके छी मोबाइल छो मोबाइल बोके छी बोलबा आसे छु चलबा आसे छु नहीं चलवा आज चलवा नहीं आसे कब से मोबाइल आसे को कब से था अलगो तो यही तो 2 वर्ष से मैं था है आदमी कुछ करवा पा मैं मोबाइल एनो सुदे ने कि मुलु किलो निसे मैं नहीं जाने जो दिवाता ते मोबाइल में नाती हो एक नाती छ दिया नातनी छ एक नाती विदेश 8-10 वर्ष राख्ली हो मतलब मोबाइल लो ना कि नानी मुझे चला मुझे नहीं जाऊँ समय चलाओ